कसैसँग त्यो मैले त्यो दिमागमै राख्दिनँ कि कसैको लागि झगडा या दिमागमा राख्दिनँ। तपाईँसँग केही व्यवहार त्यस्तो भयो भने पनि म त्यो आफू नै टाढा हुने हो क्या कसैबाट। म कहिले पनि कसैको तपाईँले देख्नु भएको छ मिडियामा कसैको कुरा काटेको, कसैलाई चाहिँ भन्छ्याएको, कसैलाई स्ट्याटसबाट मैले केही लेखेको, उसले लेखेपछि फेरि मैले तुरुन्तै त्यो नजर्दै अर्को मैले लेखिदिएको, त्यस्तो तपाईँ कहिले पाउनु पनि म त्यो चिजहरू गर्दै गर्दैन होइन, त्यो म कहिले पनि गर्दिनँ। मलाई त्यो चिजहरूसँग मतलब हुन्छ सक्नु मैले त आफ्नै काममा आफ्नै चिजमा बढी फोकस भएर बसिरहेको छु। कसैसँग पनि त्यस्तो नराम्रो मेरो कसैसँग मैले आफ्नो तर्फबाट कसैसँग पनि नराम्रो चिजै छैन। अब आउनु त सिनेमा लाइनमा यो हिरो र यो हिरोको छ, यसको र यसको बोलचालै छैन भन्छ, उसको के छैन भन्छ। समीरजी आउँदा पनि अनमोललाई, पललाई, प्रदीपलाई टक्कर भयो भन्ने पनि आउँछु। होइन त्यो समीरको त कसैसँग प्रतिस्पर्धा गर्नु कुनै एङ्गलबाट उचितै छैन क्या मैले देखेँ। समीरलाई अहिले जस्तो पल भन्नु, अनमोल भन्नु, प्रदीप भन्नु, तिनीहरूसँग तुलना गर्न मिल्दैन र तुलना गर्ने त्यो चिजै छैन कि मलाई जहाँ तक लाग्छ। किनभने उनीहरू धेरै सिनियर मान्छे हो नि, उनीहरू 12 वर्ष 14 वर्षदेखि इन्डस्ट्रीमा काम गरिरहेछन्। ऊ एउटा सिनेमा गरेछ, तुलना गर्नु पनि कुनै तुकै भन्दैन जस्तो लाग्छ कि मलाई। किन तुलना गर्ने, त्यो कुनै तुलना नै होइन कि, मान्नुहुन्छ नि यो कुरा। उनीहरू सिनियर हो नि होइन। भोलि हौ यसको समीरको समकालीन मान्छेहरू आएर भोलि त्यो हिसाबले एउटा त्यो सिनियर मान्छे भनौँ 10-12 वर्षदेखि इन्डस्ट्रीमा काम गरिरहेको मान्छेहरूसँग एउटा सिनेमा गर्ने पहिलोसँग तुलना गर्नु त त्यो कुनै त्यो अर्थ पनि लाग्दैन। अब गरे मान्छेले त्यो गर्दाखेरि समीरको क्वालिटीलाई देखेर गरे होला नि होइन। एउटै फिल्म खेले पनि होइन, यो सबै किसिमले पर्फेक्ट मान्छे छ। जुन कलाकारहरू धेरै कलाकारहरूमा त्यो चिजहरू नपाउनु पनि सकिन्छ। राम्रो नाच्ने पनि, अभिनय लेभल पनि राम्रो, डान्स पनि राम्रो, फाइट पनि राम्रो होइन, भोइस पनि राम्रो भएको, सबै चिज भएको र गड गिफ्टेड पर्सनालिटी पनि भगवान्ले नि सरस्वतीले नि आशीर्वाद दिएको होइन। त्यो त्यस्तो चिजहरू पाउनु गाह्रो पनि हुन्छ भनौँ न। हामी पनि कलाकारको हुनाले त्यो चिजहरूमा चाहिँ लक्की हो जस्तो लाग्छ। त्यो चिजमा चाहिँ लक्की हो, सबै चिजहरूसँग छ। त्यो हिसाबले तुलनामा ल्याइदिएको मात्रै हो भने त्यो उनीहरूसँग त तुलना गर्नुपर्ने त्यो अर्थै छैन। किनभने उनीहरू सिनियर मान्छेहरू धेरै वर्षदेखि काम गरिरहेका छन्। उनीहरूको आफ्नै त्यसमा बनेर आएको छ होइन। ऊ त भर्खरै पाइला टेकेको न हो, त्यसले गर्दाखेरि अहिले तुलना नगर्दै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। ओके, ल शुभकामना राम नाम सत्यको लागि दाइ ट्रेन्डिङमा परिसकेको छ ट्रेलर। दर्शकहरूले एकदमै फिल्म कहिले आउला त हेरौँ न भनेर बस्नु भएको जस्तो लाग्छ। दर्शकहरूलाई पनि अब Finally.